हामी चाहिँ अब पैदल यात्रा यहाँ सुरु भइसक्यो हाइकिङको लागि है। यहाँ अगाडि देख्न सक्नुहुन्छ यो निकुञ्जमा चाहिँ बाँदरहरू पनि छ। खै त बाँदरहरू त यता गइसकेछ। ऊ त्यहाँ पारी छ, यहाँनिर बाँदरहरू छ, माथि माथि छ। अब हाम्रो चाहिँ यहाँ पैदलमा छ, यहाँ इमर्जेन्सी नम्बर मिल्छ। हामी चाहिँ निकुञ्जमा छ नि, यो पुरै ऊ हो, यो निकुञ्ज हो। अनि कहाँ रोप क्लाइम्ब छैन? मामा हेर्नु नि के आज चाहिँ पसिना दह्रो जाला जस्तो छ है। यसरी रहेछ यो गाइजहरू कसरी हिँडिरहेछ। साँच्चीकै बोसो घट्छ जस्तो लाग्यो। यस्तो मान्छे हाइकिङ गर्छ केटा हो हेर्नु। आफूलाई चाहिँ कसले देखाउनु ल मै देखाउँछु नि यार, कसैले देखाउनु पर्दैन। ल लु पसिना आएको मात्र त हो नि। हत्तेरिको यार, मैले त भनिरहेछ त, मैले त देखाइरहेछ त पहिलेदेखि पसिना झर्या होइन। सब स्टेप बाई स्टेप देखाइरहेछ त। ल तिमीहरू सर्टकट जा, तर मलाई त हाइकिङ गर्न आएको हो, लङ बाटो हिँड्छु म। हो तेरो त रुखलाई गुलेली बनाउने केटाहरू कस्ता हुन्। जस्ता भए पनि अनुहार चाहिँ यस्तै रहेछ नि। मेरो त अघिदेखि देखाएको भ्लगर नदिएको केटा हो। क्यामेरा त म गोजीमा हालेर हिँडिरहेको थिएँ। हेट यस्तो बेइज्जत। झन् मेरो अलिकति सिङ्गै फोटो आओस् भनेर दिएको, खोपडा पनि नदेखाइदिएर के। घोर अन्याय भएको थियो नि। हो के हो, द ग्रेट वालको जस्तै वाल बाटो देखिरहेछ त तल त। धेरै त छैन रहेछ, 1.5 घन्टा भनेपछि 4 किलोमिटर। हामी 1 किलोमिटर पनि चढेको छैन। हट म पनि सर्टकट युज नगरौँ जस्तो छ यार। वहाँ यत्रो घुमेर यहाँ आउनुपर्छ, यहाँबाट सिधा रहेछ। म पनि यतै जान्छु गाइज यार। सर्टकट नै ठिक छ है, हाइकिङ गर्नु त धेरै हाइकिङ गर्नु ठिक होइन। हेर केटा हो, यो बाँदर जसरी यिनीहरू गएर यार मलाई छोडेर गयो। लुइ नङ्गाडे मान्छे पनि हेर्न माटुनीहरू। आज एक्लै पार्यो मलाई। बट ठिकै छ, कछुवा र खराएको कथा सुने होला नि। म बिस्तारै हिँड्ने पनि तिमीहरूलाई टपिहाल्छु। यत्रो सामानहरू बोकाएर यार यिनीहरू भाग्या छ नि। यिनीहरूले छोडेर गयो यार गाइस। ठिकै छ, जति छोडे पनि पुग्ने त्यहीँ हो। यिनीहरूले छोडे नि केही मतलब छैन, खानेकुरो सबै मैसँग छ। अहिले पानी नपाएर तडपेर पानी गरेर बसिरह। त्यतिखेर कसले दिन्छ पानी? म दिँदैन, मलाई एक्लै लास्ट नपार होइन। 2 जना है। मसँग पानी छ तर म कसैले दिँदैन, भन्न त मिल्दैन, पाप लाग्छ। पानी त खाओस् यिनीहरूले साँच्चै छोडे यार मलाई। बाटो चाहिँ सर्टकट युज गरेँ, झन् सर्टकट हो कि लङ भएको, धेरै लामो पो लाग्यो। बाटो चाहिँ यस्तै छ, म चाहिँ फ्याँ भइसकेको छ। बाटो भेट्यो फाइनली। सर्टकट नै रहेछ बाटो।
धेरै आइसक्यो तल बाटो धेरै आइसक्यो धेरै लामो बाटो लगभग 4 किलोमिटर हाइकिङ भन्नुभएको थियो तल हाम्रो आर्मी दाजुहरूले होला 4 किलोमिटर नै होला यो चाहिँ निकुञ्ज जस्तै हो निकुञ्ज जस्तै होइन निकुञ्ज नै हो यहाँ चाहिँ वन्यजन्तु फुलबारी गेट जाने बाटो सैनिक इलाका प्रवेश निषेध फाइनली सम्म बाटो आएको छ हेर्न सक्नुहुन्छ तपाईँहरूले नि तर धेरै थाकिसक्यो तर पनि बस्यो भने एनर्जी लस्ट हुन्छ तर एनर्जी लस्ट हुन दिनुहुन्न गाइस होइन केटाहरू मलाई छोडेर गइसक्यो तर केही छैन आनन्द आइरहेछ फ्रेस हावा आउँदा ओहो शीतल फाइनल गाइज हामीले चाहिँ सेकेन्ड इन्ट्री गरिसक्यो होइन बाटोहरू त यस्तै छ नि ल सम्म छ है हिँड्नको लागि आनन्द छ होइन हाम्रो चाहिँ यो सेकेन्ड गाइजहरू यहाँ छ सेकेन्ड क्याम्प यता छ आर्मी दाजुहरूले यहाँ सेकेन्ड उ गरेछ 4:40मा चाहिँ हामी फर्किसक्नु पर्ने हुन्छ र अहिले हाम्रो चाहिँ टाइम कति भयो भने टाइम कति भयो 1:31 भएको रहेछ 4:40मा चाहिँ तल बन्द हुने रहेछ लगाएपछि फाइनल्ली कछुवा र खरायोको कहानी अब दुईवटा खरायो पछाडि छ कछुवा यहाँ अगाडि छ म ढिला भएको हो यिनीहरूले नै छोड्या हो मलाई हेर्न सक्नुहुन्छ तर केही छैन तर केही छैन त्यही पनि यहाँ हेर्नु आनन्द छ के हिँड्नको लागि रोड हो फोटो खिच्ने भए त हो कति राम्रो छ के तर केही छैन यसको ब्याट्री सकिन लागेको छ गाइस यो सकेपछि चाहिँ हामी फोटो सुट चल्छ हाम्रो 3 किलोमिटर बाँकी रहेछ होइन जम्मा 1 किलोमिटर मात्र गुडेर हिँडेछ कलेज छ ल डाटा अफ गरेर गाइस यो हाइकिङ आएको मान्छेहरू जङ्गल खानेकुरोहरू खोज्दै हिँडिरहेको छ अरे तर मैले पनि भेटेको छ ऊ त्यो बोट रहेछ तर के हो थाहा छैन रुखको बिनकै सफा गर्नु लाग्छ है यो त आर्मीहरू ए त्यो खोइ के यहाँ फोहोर नै लिएर नदिएपछि के को सफा गर्नु पर्यो त 2 दिन 3 दिनमा गर्नु लाउँछ नि पनिसमेन्ट नै हुन्छ क्या तिनीहरूको पनिसमेन्ट नै यो सफा गर्नु ए सम्पर्क नम्बर रहेछ अल्पकालीन खै त पछाडिको रोड यस्तो छ अगाडिको चाहिँ डाँडामा आउन बाँकी छ धेरै अझै सिधै छ यार यस्तै हो रमाइलो छ अनि हिँड्दाखेरि त्यति नै गाह्रो छ तर त्यति नै रमाइलो पनि भइरहेछ होइन डाँडामा आउँदाखेरि रमणीय दृश्यहरू अहिले भ्यालीहरू पनि देखाउँछ हामी तपाईँलाई भ्याली माथिबाट देखाउँदाखेरि धेरै
राम्रो सुन्दर र सफा चाहिँ भन्न सकिँदैन, मौसममा भर पर्छ सफा चाहिँ हुन्छ कि हुँदैन। तर जे जस्तो भए पनि हिँड्नको लागि चाहिँ बब्बाल एकदम बब्बाल मजा आइरहेछ होइन। लुलुलु उकालो छ तर ठाउँ ठाउँमा यस्तो दायाँ बायाँ यो निगालो भएर हो कि के हो, कस्तो दामी रुख पनि यस्तो मात्रै छ किन होला है? बाटो चाहिँ क्या सही के यो निगालो वरपर राखेर होला होइन, क्या दामी देख्यो क्या। कस्तो स्याल हो आमा, कुकुरलाई स्याल भन्छ, अघिमा कुकुर देखाएर बाघ रे, ए टाइगर रे यार, बाघ होइन रे यिनीहरूले भने। खैतरिका आएको जस्तो फिल भयो है, डाँडामा आइसके जस्तो फिल भइरहेछ। एनर्जी पनि लस भइसकेको छ यहाँसम्म आउँदाखेरि। बाइकमा आउने बाटो चाहिँ यो रहेछ गाइस है, गाडी पनि आउँछ तर अहिले पहिरोको कारण यो बाटो आएको छैन, बन्द छ। अब चाहिँ लगभग हामी गन्तव्यको नजिक आइपुगिसकेका छौँ। हामी चाहिँ आइसकेको छ फाइनली यहाँ जामाचु माथि टप है, हाइकिङ जामाचु है, जामाचु 4 बजे बन्द हुने रहेछ। ल तपाईँहरूले देख्न सक्नुहुन्छ यो काठमाडौँको भ्यू हो। काठमाडौँ यहाँबाट यस्तो देखिन्छ वरपर, बादलहरू पनि आइरहेछ भर्खर, हुस्सु हो कि बादल हो जे भए पनि धुवै हो है। धुवा होइन, धुवा त यो पछाडिको हेर्नुहोस् यहाँ चाहिँ डाँडामा यस्तो छ। जस्तै यो डाँडा यो यहाँसम्म आइसकेपछि होइन, यहाँसम्म आइसकेपछि यति चाहिँ किन नचढ्नु, धुवा त पछाडिबाटै आएको रहेछ। हामी चाहिँ टपमा अझै टपमा चढ्नु। ओ छोड्न है, बाटो छोड्न है कान्छा, ओइ पछि यार, यसलाई टोक्यो भन्दा मान्छे सहिद हुन्छ होला यार। ओहो यार के हो यो त, अलि लितिक हल्दिन्छ त यार, यो काठको रहेछ यार, मेरो वेट धान्दैन कि क्या हो। डर पो लाग्छ त गाइज, लितिक छ यार। हौ धेरै हतार गर्नु हुँदैन। गाइज फाइनली हामी चाहिँ यो टपमा चढेको छु है। तपाईँहरूलाई म देखाउँछु ल, तपाईँहरूलाई देखाउँछु ल। यो पछाडिको काठमाडौँ भ्याली, यो दायाँ बायाँ हामी चाहिँ अहिले हाइटमा छौँ है होइन। पछाडि हेर्न सक्नुहुन्छ, पछाडि तपाईँहरूले रमाइलो छ है, यहाँ रमाइलो छ, आउनुहोस्, मजा छुट्टै छ। अब तपाईँहरूलाई पछाडिको भ्यू हामी चाहिँ माथि अब हामी फर्किनु लाग्यो, यो क्लोज हुन लागिसक्यो, त्यही भएर हामी चाहिँ चाँडोभन्दा चाँडो जान्छौँ। छिटो जाउँ, छिटो। पानी नि हर पर
यो त कच्चा भइसक्यो जस्तो लाग्यो त है बाजेकै पालेको हुन चाहिँ बाजेकै पालेको हो गाइस अब टाइम भइसक्यो 4:40मा बन्द हुने हुनाले चाहिँ अब चाहिँ हामी चाहिँ हतारमा तल दौडिँदैछु अब त आयो जानु दिन्छ जानु न गाडी यत्रो माथि